हेलो एभ्रिवान, नमस्ते छ सबैजनालाई। साथै वेलकम छ हाम्रो डिगबोई म्युजियममा। म चाहिँ आज दिदीहरूलाई लिएर डिगबोई म्युजियम देखाउँछु भनेर आइरहेको छु र हजुरहरूलाई पनि देखाउँछु भनेर एउटा सानो भिडियो बनाएँ। र यो चाहिँ हो म्युजियमको मेन गेट। अहिले चाहिँ हामी भित्र पस्दैछौँ र मेरी छोरी चाहिँ सबैभन्दा अगाडि छिन्। उसलाई चाहिँ डुल्न भनेपछि साह्रै खुसी हुन्छन् र यता हेर्न सक्नुहुन्छ। यो यताबाट चाहिँ भित्र जाइन्छ, तर भित्र चाहिँ क्यामेराहरू एलाउ छैन। बाहिरको मात्रै भिडियोहरू गर्न पाइन्छ। र यो चाहिँ हो सबै बाहिर हेर्न सक्नुहुन्छ। यति राम्रो राम्रो फुलहरू फुलिरहेको छ र यहाँ चाहिँ धेरै वर्ष पुराना मेसिनहरू राख्नुभएको छ। कति जत्नलाई यहाँ हेर्न सक्नुहुन्छ। यति राम्ररी कलर गरेर जतिखेर जाँदा पनि भर्खरै बनाए जस्तो न्यू भइरहेको हुन्छ। यहाँ चाहिँ यति जत्न गरेर राख्नुहुन्छ। र यता गाडीहरू पनि हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ फोटोहरू क्लिक गर्नलाई पनि राम्रो लाग्छ है, सकिन्छ, अब एलाउ छ। र यता यो गाडीहरू, रेलगाडीहरू कति वर्ष पुरानोहरू छ। यहाँ चाहिँ यो ठाउँ चाहिँ केटाकेटीको लागि चाहिँ धेरै राम्रो। उनीहरूले चाहिँ लिएर आउँदा यहाँ धेरै कुराहरू सिक्न सक्छन् बच्चाहरूले चाहिँ। र यो चाहिँ हो भित्र। हामी चाहिँ भित्र बसेर पनि निस्किसक्यौँ। भित्र चाहिँ अब क्यामेरा एलाउ छैन र त्यही भएर भित्रको चाहिँ मैले भिडियो गर्न पाइनँ। र यता यो चाहिँ हो बाहिर पनि यहाँ यति राम्रो राम्रो फुलहरू रोप्नुभएको छ। म चाहिँ फुलै हेर्छु धेरै जस्तो चाहिँ। र म्युजियमको ठिक फ्रन्ट साइडमा चाहिँ छ गङ्गोत्री उद्यान पार्क। अहिले बनेको छ, अहिले भन्दा पनि भयो निकै दिन। यहाँ पनि घुम्नको लागि चाहिँ साह्रै राम्रो छ। यहाँ पनि भित्र फोटो क्लिक गर्नको लागि सिनहरू पनि साह्रै राम्रो सिनहरू छ। र हामी चाहिँ यहाँ पनि अहिले चाहिँ घुम्दैछौँ। यहाँ हेर्न सक्नुहुन्छ यति राम्रो राम्रो फुलहरू छ यहाँ पनि। र यो सब आर्ट गरेर राख्नुभएको छ यति राम्ररी। यता पनि हेर्न सक्नुहुन्छ है। फोटोहरू क्लिक गर्नको लागि चाहिँ साह्रै राम्रो छ यहाँ पनि। र अलिक दिन अगाडि म आउँदा चाहिँ सबै फुलहरू अरू राम्ररी फुलिरहेको थियो। अहिले चाहिँ असिना पानी आएर अलिक बिग्रेको रहेछ। र यहाँ हेर्न सक्नुहुन्छ कुखुरा बाख्राहरू यो सबै आर्ट गरेर राख्नुभएको छ यति राम्ररी। बच्चाहरूलाई ल्याएर देखाउनको लागि चाहिँ धेरै राम्रो छ। अब टाउनमा बस्ने बच्चाहरूलाई त यो सब केही पनि देखेका हुँदैनन् होइन, उनीहरूको लागि चाहिँ धेरै नै राम्रो छ यो। यता हेर्न सक्नुहुन्छ घर ढेकीहरू बनाएर राख्नुभएको छ यहाँ पनि। डिगबोईमा पनि घुम्ने ठाउँ चाहिँ छ है, अलिअलि भए पनि। र कसैले सोच्नुहुँदैछ डिगबोई त म्युजियम गएको छुइनँ, देखेको छुइनँ भनेर सोच्नुहुन्छ भने चाहिँ यो भिडियो हेर्नुहोला, अलिअलि भए पनि देख्न पाउनुहुन्छ। भित्र त क्यामेरा एलाउ छैन र देखाउन सकिँदैन। बाहिर चाहिँ अलिअलि जति सकेँ मैले देखाउने कोसिस गरेँ। घुम्दै साँझै परिसक्यो र अहिले चाहिँ लाइट पनि जलिसकेको छ। लाइट जलिसकेपछि चाहिँ अरू राम्रो लागेको छ। यहाँ हेर्न सक्नुहुन्छ है। र फुलहरू पनि धेरै किसिमका फुलहरू छन् यहाँ चाहिँ। र त्यसपछि चाहिँ अब चाहिँ हामी आयौँ होटलतिर र सबै बसेर यहाँ पिउँदैछौँ चाय पिइसकेर हामीहरू चाहिँ अलिकति बजार गरेर त्यसपछि आयौँ घर। र आजलाई चाहिँ यो भिडियो यति नै हो। मेरो भिडियो हेरेर कस्तो लाग्यो र म्युजियम अलिकति भए पनि देख्नुभयो होइन, कस्तो लाग्यो कमेन्ट गर्नुहोला। र काहीँ गल्ती छ भने पनि सुधाराइदिनु होला, म रिसाउँदिनँ। आजलाई यति नै, भेट्नेछु फेरि एउटा भिडियोमा। बाई बाई।